हर्क साङपाङ यो लाटो देशको गाँडो तन्नेरी हो के न यसलाई पोलिटिक्स थाहा छ यिनलाई न यिनलाई त्यहाँको केही कुरा थाहा छ हावामा बोल्ने हावामा चल्ने श्रम तपाईँलाई एउटा कुरा भन्दै भने श्रम के हो विज्ञान के हो आइटी के हो एआई के हो बुझ्नुभयो नि के हिजो मेरो हजुरबाउको पालामा कुटो कोदालो लिएर के गर्थे बाटो बनाउँथे तत्कालीन अवस्थामा स्काइपेटर डोजर भन्ने थिएन ठिक छ त्यो अवस्थालाई ठिक छ सुनाऊ अहिलेको त आइटीको युग हो नि एआईको युग हो नि हामीसँग डोजर पनि छ टेक्नोलोजीहरू पनि छ सबै चिज चाहिँ एक्सरे गरेर हेरेर मिल्ने छ कतिको क्षमतामान पहाड हो भनेर होइन यस्तो युगमा आएर फेरि जनताले चाहिँ एक दिन ढुङ्गा बोक्दिन पर्छ अरे कहाँ पुर्याउनु खोजे त्यो सारा जनताले बोकेको ढुङ्गा विश्वमा श्रम ऐनमा कस्तो भन्दैछ थाहा छ कस्तो छ श्रम ऐन थाहा छ त्यो अर्कोलाई सुनाइदिनुहोस् तपाईँले विश्वको श्रम ऐन भनेको 10-15 केजी भन्दा बढी मान्छेले उचाल्न पाएन पर्दैन त्यो श्रम ऐनमा छैन अब के भन्दा त्योभन्दा बढी आयो भने लिफ्ट गर्ने मेसिनले बोक्छ क्रेनले बोक्छ डोजरले बोक्छ बुझ्नुभयो नि सामान्य मान्छेले त त्यो टेक्निकल फिट गरिदिने मात्रै हो यस्तो जमानामा मान्छेलाई हुन त अब त्यो के भन्छ गोदालो लदा गोदालाई पनि बारी बनाउनु पाउँदैन अहिले पशु अधिकारले त्यस्तो स्थितिमा मान्छेलाई गधा बनाउँदैछ अहिले अनि हामी त्यसलाई ठुलो मान्ने श्रमदान दिनुपर्छ श्रमदान भने के हो कहिलेकाहीँ आपतकालीन अवस्थामा डोजर नभएको बेलामा खानेपानी पाइप चुड्यो ट्याङ्की फुट्यो भने हामीले श्रमदान दिएर तुरुन्तै बनाउनु पर्छ कहिलेकाहीँ स्कुल भत्किन सक्छ भूकम्पले कहिलेकाहीँ पानी बाढी पहिरो आउँछ त्यतिखेर श्रमदान दिने हो हैन तपाईले मेरो प्रश्नको जवाफै दिनु भएन कि उनले पास्टर भन्छन् नि 8-9वटा चर्च बनाएको देखियो मनोहराको सुकुम्बासी बस्तीमा त्यति सानो एरियामा अब यो उहाँको कुरा धार्मिक कुरा अनि यसलाई मान्छेले इस्यु उठाएका छन् नि पास्टर होला नि के होला नि उहाँका कुरा जेसुकै भयो नि उहाँलाई त्यो राजनीति धार्मिक कुरामा हामी जान्नौँ हेर्नुहोस् उहाँको आफ्नो नैसर्गिक अधिकार हो तर नैसर्गिक अधिकार भन्दैमा धार्मिक नाममा धर्म किन्न बेच्न पाइन्न होइन अलिकति त्यो पनि देखिया छ खरि यतापट्टि नजाउँ जो उनले गरेका यो श्रमदानका कुरा छन् उसले बोलेका अभिव्यक्तिका कुरा छन् भन्नुहोस् न यो चिज चाहिँ असत्य चाहिँ तपाईँको गैरजिम्मेवारी कुरा ऊ चाहिँ तपाईँको एउटा नाटकीय ढङ्गको मान्छेको कुरा एउटा चाहिँ उसलाई गरिमा थाहा छैन ल्याङ आउँछ के हो सांसद के हो कस्तो मान्छे बन्नुपर्छ सांसद थाहा छैन के थाहा छैन मलाई थाहा भए थाहा छ त्यसो भए थाहा भए राष्ट्रपतिका नेताहरूलाई थाहा छ संसद भवनलाई कलेज जस्तो व्यवहार गरिकन पुरुषोत्तम यादवले केडी जिस्काको तपाईँले देख्नु भएन त्यहाँ होइन केडी जिस्काको होइन सांसद जिस्का देख्नु भएन त्यस्तो होइन उहाँहरूले कसै नै त्यो एउटा सामान्य कुरा हो त्यतिखेर किनभने आफूले गर्दा सामान्य अरूले गर्दा आफ्नो पार्टीले गरेका कुरालाई उहाँहरूले धन्यवाद दिनलाई के छ सुन्नुहोस् न यो पनि राम्रो छ यो पनि ठिक छ होइन यो पनि ठिक छ यो ग्रेट हो सबै चिज चल्छ नि यसलाई ठुलो बनाउनु हुन्न जस्तो उनको अभिव्यक्ति त यस्तो नराम्रो अभिव्यक्ति छ तपाईँको यो देशलाई नै विखण्डन बनाउने खालको अभिव्यक्ति छ उनले त कसको 2/3 सरकारलाई कहिले राजीनामा दिए हुन्छ